यसलाई जताबाजी उडाइदिनु हुन्न क्या फेरि यो खसेर मर्यो भने हामीलाई पापी दोषी गर्छन् नि त्यो ठाउँका मान्छेले। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हामी टाइममा आइरहेको थियौँ कम्पनीबाट रुममा आउँदाखेरि हामी रुमको छतमा फोटो खिच्ने क्रममा यस्तो परेवा भेटिरहेको छौँ। हामी चाहिँ यसो क्यामेरा लिएर फोटो खिच्न लागेका थियौँ, त्यसै टाइममा यो परेवालाई भेटाएछौँ। यो चाहिँ उडेर आएर यही छतमा बसिरहेको थियो। केटाहरू चाहिँ यता फोटो खिच्दैछन्। हाम्रो साथमा एउटा क्यामेरा पनि छ है। यस्तो दामी देखिरहेछ। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। मेरो युट्युब च्यानल केटाहरू चाहिँ यता फोटा खिचिरहेछन्, म चाहिँ यता परेवा छोपेर यसो देखाइरहेको छु। क्या मस्तको है। कस्तो देखिरहेछ गाइज हाम्रो चाहिँ परेवा। केटाहरू चाहिँ यता फोटो खिचिरहेछन्। यो चाहिँ हामी यहाँ फोटो खिच्ने क्रममा यसलाई चाहिँ हामीले भेट्यौँ। यही बिल्डिङ बनेर यही छतमा आएर बसिरहेको थियो। यो चाहिँ ठ्याक्कै हेर्नेर आएर बसिरहेको थियो है। हेर्नेर हामी चाहिँ फोटो खिच्न लागेको थियौँ, हेर्नेर आएर बसिरहेको थियो। यसलाई चाहिँ हामीले छोपिरहेको छौँ। यता चाहिँ भाइले टिकटक बनाउँदैछ। यता चाहिँ केटाहरू चाहिँ मोज गरिरहेछन्। हामी चिलमा कहिले हुँदैन सिरियस बाइक कुदाउँछु स्पिड। यसलाई हेलाउने मेरो काण्डो छोरो। यसलाई अब पाल्नु पर्ने भयो। नेपाल अब राजधानीमा पहुँचाउनु पर्यो यसलाई। अनि अहिलेदेखि खुट्टै बाउडीकै गयो विचार छारे लाग्दो। उड्नै सक्दैन त्यत्रो पकेटा छन्। बाउमा आफै गएको चोरेर तिमीले रुममा पालिदिनु पर्छ यार। क्यामेराम्यान चाहिँ रुममा राखेको भन्नु न के एउटा पेटी ल्यायो राख्यो। कस्तो दामी देखिरहेछ हरियाली ब्याकग्राउन्ड। बात पनि गाउँछ जे पाए त्यही गाउँछ। यसलाई चाहिँ के भएको एकछिनमा हामी हेरिरहेछौँ। हामी नभन्नु नि डाक्टरले हेर्न लागेको छ भन्नु न। हाम्रो डाक्टरले हेरिरहेछन्। यसको चोट भन्ने कुरा काहीँ पनि छैन। तपाईँ ढुक्क हुनुहोस्, तपाईँ परिवार सकुशल छ गरेर ल। यसलाई जताबाजी उडाइदिनु हुन्न क्या फेरि यो खसेर मर्यो भने हामीलाई पापी दोषी गर्छन् नि त्यो ठाउँका मान्छेले। अपराधी यत्रो अपराधी हामीले चाहिँ यसलाई छोडिदिइसक्यौँ। यो चाहिँ कता जान्छ थाहा भएन गाइज होइन। यसरी म परेवा चाहिँ अहिले गाइज हामीले चाहिँ यहाँनिर छोडिदिइसकेका थियौँ। त्यो चाहिँ उडेर परको यताको बिल्डिङमा गएर बसिसक्यो। हामीले चाहिँ छोडिदिइसक्यो त्यसलाई।